अहिले रातिको 1:10 भयो जस्तो छ लगभग। अनि चाहिँ हाम्रो सबै कुरा चाहिँ सुनिदिनु भयो उहाँ माननीयज्यूले र सबै कुरो लिखित गरेर दिनुभएको छ कि हप्ता दिनभित्रमा सबै कुरो चाहिँ ओपन गरिदिन्छौँ, किनकि नयाँ नियम लागू गर्नलाई टाइम दिनुपर्छ, किन सङ्घीय बस्नु पर्यो अनि तपाईँको अर्को के भन्छ यो संसद बस्नु पर्यो, क्याबिनेट, त्यसपछि क्याबिनेट बस्यो, त्यसपछि अनि बल्ल निर्णय दिनुहुन्छ। तुरुन्तै समय लाग्दैन। खुसी लाग्ने आजको एकदम म सन्तुष्ट छु। चित्त बुझाइ मेरो ठिक छ नि। मेरो नानी, सानो नानीले चाहिँ मान्छेले नाम पायो, हामीलाई पनि तपाईँहरूलाई पनि उसलाई अन्याय भएको थियो भनेर के भने उसको नाम अमर भयो। एउटै लागेन मलाई भेटायो, मलाई म चाहिँ एकदम सन्तुष्टि छु। हामीले गल्ती गरेका छैनौँ नि, मान्छेले त हामीलाई दोष लगाइरहेको छैन छैन, पाप लाग्छ। मलाई न्याय मिलाइदियो बस यति नै छ। नै पाउनु खुसी हुनुहुन्छ नि।